हेलो साथीहरू, म चाहिँ बिहानको घाँस काटेर यहाँनिर जाँदैछु है बारी लाउनु लागि। यस्तो छ मकै बारीमा घाँस होइन, त्यो घरको छेउमा हो। मेरो कुखुरा पनि चढ्दै रहेछ मेरो घाँसको छेउमा आएर। मेरो चाहिँ बारी पनि पुग्यो साथीहरू। तपाईँहरू चाहिँ के गर्नुहुँदैछ मर्निङमा चाहिँ? मेरो चाहिँ आज फर्स्ट सटरडे रहेछ, छुट्टी रहेछ मेरो भाइको पनि। र चाहिँ बिहानै घाँस काट्नु निक्ले आजा खाएर आज चाहिँ होइन। त्यसै कारणले तपाईँहरूलाई भिडियो गरेर देखाएको। मर्निङको काम चाहिँ साथीहरू मेरो चाहिँ यस्तै हुन्छ है जहिले पनि। गोरु ल्याएको छ नि त, चाहिँ गर्नै पर्छ, काट्नै पर्छ होइन। पागै पुगे अब चाहिँ जाँदैछु घरतर्फ र हेर्नुहोस् ल, मेरो गोरुको गोठसम्म जान्छु। त्यहाँदेखि चाहिँ फेरि घाँस काट्नुपर्छ बाख्रालाई हो। अहिले चाहिँ म गोरुलाई लाँदैछु। यो चाहिँ फिलहाल चाहिँ मेरो नानीहरू चाहिँ होइन यसरी खेल्दै रहेछ। मेरो भाइको नानी र मेरो नानी। पापा चाहिँ उँभोभित्र जानुहुँदैछ। हामी चारजना मात्रै बस्छु नि साथीहरू। हजुर पिट्नु हुँदैन होइन, भाइलाई चुच्चा गर्नु हुँदैन। पापा चाहिँ भित्र जानु हुँदै रहेछ होइन। म चाहिँ अब घाँस लगेर जाँदैछु र कुखुराहरू पनि गराउँदैछ। गोरु मेरो गोरुको ठाउँमा आए साथीहरू। गोरु चाहिँ कराउँदै पनि रहेछ हो, बदमास गर्दै रहेछ यहाँनिर पुरा हो। आज चाहिँ बदमास गरे चाहिँ साथीहरू। बाइ बाइ साथीहरू। हेलो भन, हेलो गाइस भन। हामी चाहिँ बसिराखेको छु अन्त चाहिँ चाहिँ एप्पल हो। म चाहिँ अब एप्पल काटेर पापालाई दिनु नि सफा गरेर। पापालाई एप्पल पुऱ्याइदिनु पर्छ र चाहिँ अब एप्पल सफा गरेर म चाहिँ पापालाई काटेर पुऱ्याइदिनु पर्छ। रेडी गरेको चाहिँ साथीहरू पापालाई दिनु लागि। पापा म नानीहरू सबैजनालाई अब फेरि फुडको टाइम भयो। थ्याङ्क यू सो मच, बाइ बाइ। बाटी दिनु न 2 बोटी ट्याप्पै छिटो हो त्यो कोरेर। छङ्गु